प्रिय मन, केही समय अगाडिको कुराबाट यस कहानीको सुरुवात गर्न चाहन्छु। म आज यो कहानी दिल खोलेर भन्न चाहन्छु। सुन्नुहोस्, म कलेज पढ्दै गर्दा मेरै थरको एकजना एकदमै मिल्ने साथी थियो। उसको नाम विकास र घर सिन्धुपाल्चोक। हामी हरेक समस्याहरूमा एक हुने गर्दथ्यौँ। म पनि सामान्य परिवारको मान्छे, साथी पनि उस्तै। हामी बिचमा धेरै कुरा सम्मान थिए। एक दिन जुन दिन मेरो जन्मदिन परेको थियो, साथै होली पनि। हुन त अहिलेसम्म होली र जन्मदिन कहिले यसरी मनाएको थिएन। मैले फेरि म गाउँदेखि सहर पढ्न बसेको। साथीले भनेपछि सामान्य जन्मदिन मनाउने कुरा भयो र मैले भाउजूलाई खाना व्यवस्था गर्न अनुरोध गरेँ। यति बेला दाई, भाउजू, छोराछोरी हामी सबै बुटवलमा बस्थ्यौँ। साथीलाई खाना यतै खाने र होली खेल्ने तयारी बनिसकेको थियो। तर होली कोसँग खेल्ने, कसरी खेल्ने थाहा नै थिएन। खाना सबै तयार भइसक्यो। करिबन 12-1 बज्दा नि साथी आएन। त्यसबेला अहिलेको जस्तो मोबाइल फोन थिएन, कहाँ सम्पर्क गर्ने। 2 बज्दासम्म पनि साथी नआएपछि म साथीलाई खाना लिएर उसको रुमतिर लागेँ। उसको रुममा पुगेपछि मात्र थाहा भयो, साथी त मेरो रुम आउँदै गर्दा बाइक एक्सिडेन्ट भएको रहेछ। सामान्य चोट लागेको रहेछ, खासै ठुलो त थिएन। सामान्य चोट लागे पनि उसलाई अलिकति भन्ने गाह्रो चाहिँ भइरहेको रहेछ। ऊ रुममै सुतिरहेको रहेछ। अब के को होली, के को जन्मदिन। यसपालिको जन्मदिन मेरो केही विशेष थियो नै, किनकि आजभन्दा 16 वर्ष अगाडि होली पूर्णिमाकै दिन चैत्र 9 गते बिहान 9:30 बजे मेरो जन्मदिन परेको थियो। आजै फेरि त्यही दिन परेकाले विशेष बनाउनुपर्छ भन्ने थियो। तर हामी घरदेखि बुबा आमा सबैदेखि टाढा भएर बसेको, पकेटमा 150 को नोट हुँदा पनि कति न छ जस्तो गरेर मक्क पर्ने त्यस्तो अवस्था थियो। त्यो अवस्थामा होली र जन्मदिन भव्य गराउने चाहनामा थियौँ। तर साथीको दुर्घटनाले हामी दुखी थियौँ, अत्यन्तै दुखी। यत्तिकैमा साथीलाई पुरानो साथीले फोन गरिन् र बुटवलमै आफ्नो मामाको छोरीहरू भएकाले भेट्ने सल्लाह दिइन्। साथीले ठिक छ भनेर राखेपछि केही समयमा यतैबाट फोन आयो। कुराकानी सकेपछि थाहा भयो उहाँहरू पनि गाउँदेखि बुटवल पढ्नलाई दिदीभाइ बस्नुहुने रहेछ। आज नयाँ साथीसँग होली खेल्ने, भेट्नुपर्छ, छुट्टीको दिन भन्ने भयो। हामीले के गर्ने सल्लाह गरेर भन्छौँ भन्यौँ। केही समयपछि एउटा चोकमा भेट्ने कुरा भयो। त्यसै अनुरूप हामी हिँड्यौँ। हामीले भनेको ठाउँमा सबै मधेसी केटीहरू थिए। हामी नभेट्ने भनेर अलि मास्तिर हिँड्यौँ। अलि माथि पुगेपछि साथीको टिकटिके मोबाइलबाट फेरि फोन आयो। उनी साथी रहेछ, जुन भनेको ठाउँमा भर्खर आएर कल गर्दै थिए। हामी पछि फर्केर हेर्दा थाहा भयो, कल गर्दै थिए। हामी पछि फर्केर हेर्दा थाहा भयो उनीहरू साँच्चीकै परी जस्तै सुन्दर, सुशील देखिने। हामीसँग एक पत्ता रातो रङ थियो। हामी रातो रङ थियो। हामीहरू त्यही भेट भयौँ। उनीहरूले हरियो चम्किलो रङ लिएर आएका रहेछन्। एकअर्कामा टिका लगाएर केही परिचयात्मक कुराबाट हामी परिचय गऱ्यौँ। दिदी साथीसँग बोल्दै थिइन् त बहिनी मसँग। बहिनीको नाम परिवर्तित सम्झना पाण्डे थियो। सिद्धार्थ गौतम बुद्ध क्याम्पसबाट +2 पढ्दै हामी लुम्बिनी वाणिज्य क्याम्पस पढ्थ्यौँ। परिचयात्मक कुराकानी सकिएपछि खाजा खाने कुरा भयो।
हामीसँग जम्मा 300 मात्र थियो। अब के खाजा खाने? फेरि जन्मदिनको दिन खाजा त खानै पर्यो। मैले नै खुवाउनु पर्ने भयो। धन्न उनीहरू शुद्ध शाकाहारी भएकाले नजिकैको ठेलामा सुक्खा रोटी तरकारी खानेकुरा भयो। नजिकैको बेन्चमा एक साइडमा बहिनी र म, अर्को साइडमा दिदी र साथी बसेर गफ गर्दै रोटी तरकारी खायौँ। धन्न बिल 250 मात्र निस्केछ। पहिलोचोटि केटी भेटेको इज्जत बचेकोमा हामी अत्यन्तै खुसी पनि थियौँ र मक्ख पनि। उनीहरू नजिकै लक्ष्मी नगर कोठा भएको र कोठामा जाम भन्ने निम्तो दिइन्। चिया खाएर पठाउने अरे। लिएसी हामीलाई जान करै भयो। गएर दुध बिस्कुट खायौँ। यो बिचमा धेरै मिठा कुराकानी। दुध बिस्कुट खायौँ। बिचमा धेरै मिठा मिठा राम्रा गफहरू भए। उनका भाइ पनि साह्रै रमाइला रहेछन्। हामी फर्किने तयारीमा थियौँ। बहिनीको 16 गते जन्मदिन रहेछ। यसपालि हजुरहरूसँग जन्मदिन मनाउने आउनुहोला भन्ने निम्तो दिइन्। हुन्छ भन्दै हामी फर्क्यौँ। यो मेरो केटी मान्छेसँगको पहिलो भेट र बसाइ थियो। खै किन हो किन, उनी र म बीच धेरै पहिलेदेखिको चिन्जान भएको चाहिँ लाग्यो। मनमा एक किसिमको छुट्टै खुसी भएको आवाज थियो। मसँग फोन थिएन, उनीसँग नै थिएन। उनको दिदीको मोबाइलबाट कहिलेकाहीँ साथीलाई फोन गरेर मेरो हालखबर सोध्ने रहेछन्। साथीले खबर सुनाउँदा औधी खुसी लाग्थ्यो। दिनहरू बितिरहेका थिए। उनको जन्मदिन पनि नजिकै आयो। कारणवश साथी जान पाएन। जन्मदिनको दिन म एक्लै गएँ। उनीहरूले कुरेर बसेका रहेछन्। म पुगेपछि केक काट्न सुरु गरेँ। सुरुमै मलाई दिइन्। भित्र छुट्टै के कुराहरू खेल्न थाले। केही समय बसेर म कोठामा फर्केँ। यसरी नै केही समय बित्यो। कहिलेकाहीँ साथीकै मोबाइलबाट मिठा मिठा कुरा हुन्थ्यो। उनले पनि मन पराउने रहेछन्, मैले पनि। तर कहिले हामीले एक अर्कालाई बताएनौँ। यति सच्चा सफा सम्बन्ध रह्यो कि कहिले बताउनै परेन। समय राम्रै थियो। कहिलेकाहीँ म उनको कोठामा, उनी मेरो कोठामा आउँथिन्। सबै परिवारसँग बसेर रमाइला गफ हुन्थ्यो। हाम्रो +2 सकिँदै थियो। मेरो प्राविधिकतिर पनि पढाइ राम्रो थियो। मैले इलेक्ट्रिक विषयमा ओभरसियर सकेको थिएँ। साथै सानोतिनो जागिर पनि। हामी साथमा हुँदा हरेक कुराहरूमा सफल भएका थियौँ। र यत्तिकैमा मैले आफ्नै अफिस खोल्ने प्लान गराएँ। पश्चिम नेपालतिर लाग्ने, आफ्नो सिप क्षमता अनुसार केही गर्नुपर्छ भन्ने भावना ममा थियो। बुबाको पनि व्यापार भएर होला। सानैदेखि अरूको जागिरभन्दा आफ्नै केही गर्नुपर्छ भन्ने मनमा थियो। साथमा उनको यति साथ थियो कि बयान कसरी गर्ने, बयान गर्नै सक्दिनँ। हाम्रो सल्लाहमै मैले आफ्नो लगानीमा प्राविधिक शिक्षालयको स्थापना गरेँ। हाम्रो भेट भएको, हामी साथमा भएको 2-3 वर्ष पुगिसकेको थियो। उनी पनि +2 सकेर ब्याचलर लेभल पढिरहेकी थिइन्। हामी टाढा भए नि मानसिक र भावनात्मक रूपमा सधैँसँगै थियौँ। मेरो अफिस सोचेभन्दा राम्रो भइरहेको थियो। मलाई लाग्थ्यो हामी सधैँ सफलताको बाटोमा छौँ। केही वर्ष हामीमा हरेक कुराहरू राम्रो थियो। मसँग सँगै प्राविधिक पढेका प्युठानका साथी अफिसमा थिए। अब मेरो घरतिर रहेको कुराहरू भएको थियो। मैले बहाना बनाइरहेको थिएँ पूर्ण रूपमा आफ्नो खुट्टामा उभिएसी बिहे गर्ने।
मेरो घरतिर पनि बिहेको कुराहरू सुरु भएको थियो। मैले बहाना बनाइरहेको थिएँ म पूर्ण रूपमा आफ्नो खुट्टामा उभिएपछि मात्र बिहे गर्ने भनेर। हाम्रो सल्लाह भएको थियो। केही समय राम्रो चलिरहेको थियो। सम्बन्धमा एक्कासी के भयो थाहा नै भएन। बिहेको कुरा हुँदा उनी रुन्थिन्। उनले भन्ने गर्थिन्, हजुर जस्तो असल मान्छे मैले कहाँ पाउँछु र? अरूसँग केही सोचेको पनि छैन। तर कुरा उनको घर परिवारले मेरो बारेमा कुरा गर्दा इन्कार गर्नु भएछ। किनकि म छेत्री परे, उनी बाहुन र उनी बाहुन समाजको रे। हामी भागेर बिहे गर्ने भनेर सल्लाह गरे, तर उनी मानिनन्। किनकि उनी परिवारकी प्यारी छोरी थिइन्। बुबा आमा भाउजूलाई मनाउँछु, भाउजू दिदी भाइले भन्नुभएको छ भन्थिन्। समय धेरै बित्यो, कहिले सल्लाह भएन। मेरो कलेजबाट प्रत्येक वर्ष विद्यार्थीहरू भ्रमणमा जान्थे। धेरै वर्ष उनले आफ्नै घरमा लगेर मिठो खाजा खुवाएर पठाइछिन्। म हरेक कुराहरूलाई कसरी लिने सम्झिन सक्ने अवस्थामा थिएन। एक दिन एक्कासी खबर आयो, उनको दादा र बुबाले उनलाई जापान बस्ने केटासँग बिहे गरिदिने भएछन्। म रुन बाहेक के नै गर्न सक्थेँ र? निस्वार्थ निश्चल प्रेम थियो हाम्रो। उनको खुसी नै मेरो खुसी थियो। उनी पनि धेरै रुने गर्थिन् मसँग बिहे नहुने भएपछि। मैले घरमा कुरा गरेँ। बुबा र दाइले बुटोलमै केटी हेरेर मागी बिहे गरिदिनु भयो। लगन उनको भन्दा छिट्टो निस्केछ मेरो बिहेमा जन्ती बोलाए। उनी आउन सकेनन्। उनले भाइलाई पठाइछिन्। हामी अब आफ्नो बाटोमा मोडिएका थियौँ। तर माया सधैँ एकै नास रहिरह्यो, बिहे अघि जस्तै पछि पनि। बिहे भएपछि भेटघाट बोलचाल हुने गर्थ्यो। केही समयमा उनको पनि विवाह भयो। मैले सबै कुरा आफ्नो दुलैलाई पहिले बताएको थिएँ। हामी बीचमा धेरै पटक भेट भएको, बसाइ भएको, तर कहिले नराम्रो काम भएको थिएन। स्वच्छ चोखो माया थियो। बिहे पछि हाम्रो हरेक कुराहरू टाढा भए, तर माया उस्तै रह्यो। उनलाई उनको बुढाले नराम्रो व्यवहार गर्ने रहेछन्। यता मेरो बुढीले पनि कहिले राम्रो नगर्ने। त्यस्तै चलिरहेको थियो। म बुढीसँग डिभोर्स गर्ने निर्णयमा पुगेँ। बीचमा उनी भागेर बिहे गर्ने राजी भइन्। मैले त्यसो गर्न नसक्ने भने। हाम्रो यति लामो समयसम्म पनि कहिले त्यो माया, उनीप्रतिको इज्जत कमी आएन। टाढा भएर बस्दा झन् धेरै इज्जत र सम्मान भयो। तर बाटो सधैँको लागि अलग भयो। म चाहन्छु म जे जस्तो अवस्थामा भए पनि उनी सधैँ खुसी हुनन्, उनी सधैँ सुखी रहन्।